हेलो नमस्ते सबैमा। आज चाहिँ म बिहान उठेर मुख धोएर कफी पिइसकेर चाहिँ घर सफा गर्नुतिर लागेँ। आज चाहिँ बिहिबार हो, यहाँ चाहिँ यम खामिसी भन्छ। तर मेरो यो भिडियो चाहिँ एक दिन बादमा आउँछ है। अनि आज चाहिँ म सबै घरसर सफा गरिसकेर चाहिँ बोजूलाई कफी बनाउनुतिर लागेँ है। यहाँ चाहिँ कफी बनाउनु एकदम सजिलो। कफी लगायो, अनि चिनी लगायो, तातो पानी लगायो, दुध लगायो, घोल्यो, दियो है। झन्झटै हुँदैन। अनि मैले चाहिँ ब्रेड टोस्ट गरिदिएको थिएँ बोजूको लागि। त्यसमा एभोकाडो म्यास गरेर लगाइदिएँ होइन। अनि रिब्बा भन्छ, यो चाहिँ जाम हो, गुलियो हुन्छ है। त्यो लगाएर चाहिँ बोजूलाई ब्रेकफास्ट दिएँ। तर बिहानभन्दा पनि 11 बजिसकेको थियो है। अनि म चाहिँ रेडी भएर निस्केँ। आज चाहिँ पुरा गरम थियो, सधैँभन्दा गरम त हो। हावा चाहिँ चलिरहेको थियो तर गरम चाहिँ पुरा गरम थियो है। अन्त म चाहिँ सरररर जाँदैछु। कहाँ चाहिँ गएको भन्दा चाहिँ यहाँ चाहिँ पुरा परेवाहरू हुन्छ नि त हो। अनि परेवालाई चाहिँ ब्रेडहरू हुन्छ घरमा है, उब्रेकोहरू। अनि त्यो चाहिँ लगेर दिन्छु क्या। यहाँनिर पुरा मान्छेहरूले पनि यहाँ आएर त्यसरी नै दिन्छ। मजा लाग्छ नि त्यसरी दिनु चाहिँ। अनि परेवालाई खाना दिइसकेर चाहिँ म चाहिँ आज के खानु आएँ भन्दा यो चाहिँ हो फलाफेल। यो चाहिँ इजरायलको चाहिँ एकदम पपुलर फास्ट फुड भनौँ न। हाम्रोतिर थुक्पा मोमो पाएको जस्तो यो चाहिँ जहीँ पनि पाउँछ है। यो फलाफेल चाहिँ के को बनाएको भन्दा चाहिँ यो चाहिँ अब हेर्नुहोस् ल, डल्लो डल्लो देख्नु हुँदैछ नि, देख्नु हुँदैछ है। यो डल्लो डल्लो चाहिँ यसलाई चाहिँ फलाफेल भन्छ। यो चाहिँ यहाँ चाहिँ खमुस भन्छ है। काबुली चनालाई चाहिँ म्यास गरेर त्यसमा अलिअलि मसलाहरू धनियाँ लगाएर चाहिँ फ्राई गरेको हुन्छ, डिप फ्राई गरेको हुन्छ। खाँदा चाहिँ बाहिरबाट क्रिस्पी, भित्रबाट चाहिँ सफ्ट हुन्छ। अनि त्यसको साथसाथै यो आलु चप पनि दिन्छ। आलु चप जस्तो हुन्छ, क्रिस्पी मिठो है। अनि यो हातमा पक्रिरहेको रोटी नै भनौँ न, तर रोटी भन्दा चाहिँ मोटो हुन्छ। यसलाई चाहिँ यहाँनिर पिता भन्छ है। अन्त इस्टहरू लगाएर चाहिँ एकदम मोटो खाले हुन्छ। यो चाहिँ टक्कै काटेर चाहिँ अनि सलादहरू हालिदिन्छ। सलादहरू चाहिँ आफू हामीले छानेर भन्नु सक्छौँ है, के खानु मन लाग्छ। पिरो खायो भने पिरो पनि अलि माग्दा हुन्छ। अनि आज चाहिँ यो फलाफलको साथमै आजको मेरो भिडियो चाहिँ यहीँ एन्ड गर्दैछु। बाई बाई।